ठुलो कहानी छ त्यही भएर त यहाँ खै नानको खै नान्दै खै भन्नुहुन्छ मैले उमा बस्नु छ भने बोलाउनु त सुन्नु त्यहाँ के भयो सुन अघिल्लो दिन बिक्री भएन पञ्चमीको दिन हामीसित सामानै छैन भिड भएर के त्यहाँबाट लास्टमा चिनी र एउटा कुखुरो भएछ के एउटा लोकल कुखुरो र चिनी भएछ क्या चिनी उसलाई चिया मिठो हुने चिनी उसले लिएर गयो मैले लोकल कुखुरो लिएर गएको के बाँडेको कि नाफा भनेको त्यही थियो त्यही बाँडिदियो होइन बुझाइयो होइन तिमीहरू आयो फाइदा भनेको चिनी र कुखुरो भएको होइन उसलाई चोइस गराएको उसैलाई के गर्ने भनेको होइन बाठो होइन त्यस्तो मलाई नि घर कुखुरो खाइन्न त के गर्ने भन्दाखेरि त्यहाँबाट के गर्ने भनेको होटल तिजा अघिल्लो दिन बिक्री भयो भन्नाले अब हल्का फुल्का बेच्यो पञ्चमीको दिन बेच्यो त्यहाँबाट तिजाको उसको खिमेनारको पैसा बुझाइयो लास्टमा नाफा भनेको कति 300-400 कति बचेको थियो त्यहाँबाट खुल्ला बाँडियो बराबर बाँडियो लास्टमा चिनी र एउटा कुखुरो बच्यो त्यहाँबाट मैले उसैलाई 300-400 पनि त धेरै ठुलो राफा त्यतिखेर त नाफा हो है त्यहाँबाट मैले हजुरले के अब के गर्ने त भनिकन दुईवटा साथी जस्तो म 1-2 वर्ष होइन भोजे के लान्छस् तैँले भनेको मैले कुखुरो घर बाले मार्ने गाउँ अनि बा त अब पूजा गर्ने भोजे के लान्छस् तैँले भनेको